यो बेला म देवदह नगरपालिका वडा नम्बर 11 सौदनियामा छु। यहाँनिर हाम्रो एउटा दिदीको भैँसी राति हराएको छ। यो गोठबाट यो उहाँको घर हो, उहाँ दिदी हुनुहुन्छ। यहाँबाट चाहिँ राति पाडो सहितको भैँसी चोरी भएछ। गोठ हो। दिदीको भनाइअनुसार राति 11 बजेपछि उहाँ सुत्नु भएको थियो र 3 बजे उठ्दाखेरि गोठमा भैँसी थिएन भन्नुहुन्छ। यदि कसैले कहीँ देख्नुहुन्छ भने भैँसी कालो कलरको एउटा पाडो साथमा छ, थोरै सिङ काटिएको भन्नुभएको छ। फोटो पनि मैले यहाँनिर हालेको छु। कहीँ कतै देख्नुहुन्छ भने कृपया प्लिज सम्पर्क गर्नुहोला भन्न चाहन्छु। उहाँ धेरै दुःखमा हुनुहुन्छ। एउटा भैँसी पालिराख्नु भएको थियो, जो उहाँले घर पनि चलाउनुहुन्थ्यो, त्यसैबाट आम्दानी पनि उहाँले गरिराख्नु भएको थियो। यो एक्लो घर छ यतापट्टि, यो बाटो सडक छ यतापट्टि एउटा घर बन्दैछ, तर त्यतातिर कोही पनि बस्नु हुँदैन। यता यो सौदनियाको माथि बाटो भेटिन्छ, यो सडक हो, भित्री सडक। भैँसी हराएको भन्नुभयो? हजुर। कति बजे जस्तो लाग्छ राति? राति 11:30 बजेसम्म म सुतेको थिएन। 11:30 बजेपछि म ढोका खोलेर भित्र सुतेँ। अनि त्यसपछि थाहा भएन, म 3:07 हुँदा उठेको थिएँ। त्यति बेला भैँसी थिएन। अनि मैले प्रहरीलाई फोन गरेँ, अनि तुरन्तै आउनुभयो। यताउता खोजियो, खोज्दाखेरि कहीँ पत्ता लागेन।